मस्तको बाटो मस्तको बाटो दामी छ क्या बाटो चाहिँ है सर्लक यसो सम्झिँदा चाहिँ नेपालतिरको झल्को आउने बाटो जस्तो छ यो है। म अहिले लुम्बिनीतर्फ जाँदैछु, लुम्बिनी तौली हावा लुम्बिनी जाँदैछु साथीहरू होइन। त्यहाँबाट फेरि आयो कि कहाँको लुम्बिनी भनेर साथीहरूले बताइहाल्नुहुन्छ। म नेपालको अहिले लुम्बिनी जिल्ला लुम्बिनी अञ्चल भनौँ न होइन, तौली हावा जाँदैछु, तौली हावा। यहाँबाट 20 किलोमिटर अगाडि गइसकेपछि त्यहाँ गौतम बुद्धको जन्मस्थल पर्दछ। दर्शकबिनहरूलाई म रमाइलो यात्रा गराउँदै लुम्बिनीतर्फ लैरहेको छु। लुम्बिनी जहाँ गौतम बुद्धको जन्मस्थल रहेको छ। ल त्यहाँ गएर मैले तपाईँहरूलाई सम्पूर्ण मन्दिरहरूको जानकारी विवरण तथा होइन कुन देशले कुन मन्दिर बनायो, कुन देशले कति सहयोग गर्यो भनेर सम्पूर्ण विवरण दिने छु। यहाँ यस्तो राम्रो फुलहरू रोपिएको रहेछ, ठिक छ, राम्रो छ बाटो। यताउता हेर्दाखेरि जानकारी दिइराख्दाखेरि यो रोड चाहिँ जब प्रचण्ड प्रधानमन्त्री भइसकेपछि यो लुम्बिनी गौतम बुद्ध विमानस्थल बन्दै गर्दाखेरि यो बाटोको निर्माण भएको रहेछ। बाटोको निर्माण गर्दाखेरि 3 लेन यताबाट जाने, 3 लेन उताबाट आउने, त्यो अनुरूपमा बाटोको निर्माण भएको रहेछ। र जहाँ एकदम सुन्दर दुवैपट्टि ससाना रुखहरू है, एकदम राम्रो सर्प चिल्लो बाटो भएको छ। विदेशको जस्तो झट्ट हेर्दाखेरि विदेशको झल्को आउने कस्तो बाटो रहेको छ। तर यो विदेशलाई नि फेल खान्छ यो बाटोले वास्तवमा भन्नुपर्दाखेरि। अब हामी करिब 10 मिनटभित्र त्यहाँ पुग्नेछौँ। हामी पहिला लुम्बिनी विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जानेछौँ। त्यहाँ गएर त्यहाँको केही दृश्य देखाउनेछु मैले तपाईँहरूलाई। र तपाईँहरूले बाटो देखेर, लुम्बिनी जाने बाटो देखेर तपाईँले कस्तो लागिरहेको छ तपाईँले प्रतिक्रिया दिनु होला। तकरिबन यो बाटोको स्पिड चाहिँ रहेको छ 80-100 सम्म जान सकिन्छ। मेरो गाडी चाहिँ अहिले 96 भनौँ न क्रुज लगाएर हिँडिरहेको छु। अब बिचबिचमा राउन्डबाट आउँछ। यस्तो राउन्डबाट आउँदाखेरि चाहिँ हल्का ब्रेक हान्नुपर्छ है।